केमा फजुल छ? हुन त धेरै अनावश्यक चिजहरू भएको, अनावश्यक भारहरू भएको राष्ट्रियले त्यस्तो चिज हामी चाहिँ पारदर्शी छैनौँ भन्दा आफूलाई मन लागेको आफू खुसीलाई चाहिँ बजेट विनियोजन गर्ने र विभिन्न तौरबाट खर्च गर्ने जो परिपाटी छ। सभामुख महोदय, आर्थिक वर्ष 82-83 को राष्ट्र ऋण उठाउने विधेयक सरकारले ल्याएको छ। अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने कानुनी व्यवस्था गर्न यो विधेयक ल्याएको हो र सामान्य सभामुख महोदय, चालुको आर्थिक वर्षमा 19 खरब 64 अरब 11 करोडको हामीले बजेट लिएर आयौँ, जहाँ कि हाम्रो आम्दानी चालुतर्फ हामीले 11, 80, 98 खर्च गर्ने प्रस्ताव गऱ्यौँ। पुँजीगततर्फ 4 खरब 7 अरब 89 अरब चाहिँ खर्च गर्ने प्रस्ताव गऱ्यौँ र हामीले लिएको ऋणतिर हामीले 375 24 खर्च गर्ने प्रस्ताव गरिएको छ। आम्दानीको सम्बन्धमा राजस्व हामीले केवल 13 खरब 15 अरब मात्रै उठाउन सक्छौँ र वैदेशिक ऋण 53 अरब 45 लाख उठाउने कुरा छ र हाम्रो न्यून आउने 5 खरब 95 अरब 66 करोड हामीले ऋण उठाउनु पर्नेछ। यो ऋणमा 2 खरब 33 करोड हामीले वैदेशिक ऋण भनेका छौँ र आन्तरिक ऋण 3 खरब 65 अरब भनेको छौँ। यो अत्यन्त डरलाग्दो अवस्था छ सभामुख महोदय कि करिब 6 खरबको ऋण लिनुपर्ने हाम्रो बाध्यता छ र आज अर्थमन्त्रीजीले चाहिँ राष्ट्र ऋण उठाउने र राष्ट्र ऋण उठाउँदाखेरि करिब 3 खरब 62 अरबसम्म उठाउन पाउनुपर्ने भनेर विधेयकमा राख्नु भएको छ। बजार अत्यन्त सानो छ सभामुख महोदय। कहिलेकाहीँ हाम्रो बजारमा ब्याङ्कहरूमा पैसा यति फ्लो हुन्छ, मुद्रास्फीतिको अवस्था आउँछ र फेरि 2 महिनामा मुद्रा सङ्कुचनको अवस्था हुन्छ र कुन बेलामा कसरी ऋण लिएर यो बजारलाई चलायमान बनाउने र मोनिटरी टुल्सहरूलाई चाहिँ कसरी प्रयोग गरेर बजार पनि नबिग्रिने र ऋण पनि उठाउने किसिमले अर्थमन्त्रीजीलाई म सुझाव दिन चाहन्छु। बजार अत्यन्त सानो छ र हामीसँग 5-7 खरब पैसाको बजार अहिले ब्याङ्कहरूमा छ। यदि हामी त्योबाट वञ्चित भयो भने हाम्रो चाहिँ बजार चाहिँ मुद्रा बजार चाहिँ अत्यन्त संवेदनशील अवस्थामा छ। त्यसकारण हामीले खर्चको लागि त उठाउनै पर्यो, राष्ट्र ऋण उठाउनै पर्यो र हामीले 3 खरब 62 2 खरब 66 चाहिँ हामीले राष्ट्र ऋण उठाउने भनेका छौँ। अनुदानमा हामीले त्यत्तिकै प्रक्षेपण गरेका छौँ। अहिले विश्व परिस्थिति हेर्दा अनुदान आउने अवस्था पनि छैन। सम्भवतः यो पनि हामीले ऋणमै परिणत गर्नुपर्ने अवस्था छ र यता ऋण डेट ट्र्यापमा यो मुलुक जाला भन्ने पनि अवस्था छ। हाम्रो आम्दानीले हाम्रो पुग्ने अवस्था छैन। मलाई लाग्छ म अर्थमन्त्रीलाई सुझाव दिन चाहन्छु, यो 13 खरब 15 अरब अहिले आइआरडी र त्रिभुवन विश्वविद्यालय र हाम्रो अनौपचारिक व्यापार चाहिँ अर्थतन्त्र चाहिँ 51% चाहिँ छ भनेको छ र अहिलेको चलायमान अर्थतन्त्रमा एक्जिस्टिङ इकोनोमीमा हामीले 20 खरब उठाउन सक्छौँ भन्ने अहिले एउटा प्रक्षेपण भएको छ। मलाई लाग्छ हामीले 20 खरब मात्रै होइन 18 खरब मात्रै हामीले चाहिँ यदि राष्ट्र उठाउन सक्यौँ भने पनि हामीले ऋण लिनुपर्ने अवस्था छैन। त्यसकारण विदेशी ऋणको त्यत्तिकै भार छ र आज 26.5 खरब पनि पुगिसक्यो र आन्तरिक ऋण धेरै चलाउँदाखेरि बजार खलबलिन सक्ने अवस्था पनि छैन। यसलाई ध्यान दिएर अत्यन्त संयमित भएर बजारको अवस्था र हाम्रो निजी क्षेत्र सङ्कुचन हुन्छ कि निजी क्षेत्रलाई अलिकति हामी चलाउन सक्छौँ कि हाम्रो व्यापार हाम्रो उद्योगहरूलाई पनि अत्यन्त सहज हुने किसिमले यो राष्ट्र ऋण उठाउने कुरामा अर्थमन्त्रीजीलाई म चाहिँ सुझाव दिन चाहन्छु। अत्यन्त संवेदनशील उठाइदिनु होला। बजार सानो भएको कारणले करिब 2-3 खरब रुपियाँ तपाईँले उठाइदिनु भने बजार ठप्प हुने अवस्था पनि आउने भएको हुनाले यसलाई अत्यन्तै संवेदनशील भएर राष्ट्र ऋण उठाउन म सुझाव दिन चाहन्छु। र अर्को कुरो, अब हाम्रो यो डेट ट्र्यापको कुरो 26.5 खरबको कुरो छ। सालिन्दा वित्तीय व्यवस्थापनमा 4 खरब तिर्नुपर्ने अवस्था छ। 10-11 खरबको हाम्रो चाहिँ आम्दानीमा 4 खरब वित्तीय व्यवस्थापनमा ऋण र सामान नै हामीले तिर्नुपर्ने अवस्था हुनाले मुलुक डेट ट्र्यापमा पनि जाने सम्भावना भयो हुनाले कसरी उत्पादन बढाउन सकिन्छ र कसरी राजस्व बढाउन सकिन्छ भन्नेतर्फ अगाडि बढ्नु होला। मेरो सुझावसहित यो विधेयकमा मेरो समर्थन जनाउँदै बिदा लिन्छु। धन्यवाद। सामान्य सभामुख महोदय, अब राष्ट्रिय ऋण उठाउने कुरामा सर्वप्रथम अब यो उठाउन त उठाउनै पर्छ। अहिलेको अवस्थामा हाम्रो राजस्व न्यून भएको अवस्थामा सर्वप्रथम अब हाम्रो राष्ट्रियले ध्यान दिनुपर्ने कुराहरू, हाम्रो सम्भावनाको चिजहरू के छन्, त्यो सम्भावनाको चिजहरूमा चाहिँ कसरी बढी राजस्व उठ्न सक्छ त्यतातिर ध्यान दिनुपर्ने अवस्थाहरू हुनसक्छ भने अब हामीले आन्तरिक ऋण र बाह्य ऋणमा हेर्नु पर्दाखेरि 12 र 16% दरले छन्। अब आन्तरिक ऋण भन्दा पनि हामीले आन्तरिक ऋणलाई बढी लिएका छौँ भने बाह्य ऋण कम लिएका छौँ। जब आन्तरिक ऋण चाहिँ हामी न्यून गराउनुपर्छ, बाह्य चाहिँ अलिक बढी गराउँदाखेरि कहिलेकाहीँ देशमा डिजास्टर, अकाल, रिस्कको
को कुराहरू आउँदाखेरि त्यो बेला चाहिँ काम लाग्ने अवस्था अथवा जोखिम परेको बेला चाहिँ राज्यलाई चाहिने अवस्था हुन्छ र त्यतातिर भन्दा पनि हामीले बढी आफ्नो अघि नै मान्यज्यूहरूले भने जस्तो आफ्नो खर्च कटौतीहरू केमा फजुल छ हुन त धेरै अनावश्यक चिजहरू भएको अनावश्यक भारहरू भएको राष्ट्रियले त्यस्तो चिजहरूलाई चाहिँ निरन्तरता भन्दा पनि कटौती गरेका छन्। यो सँगसँगै कटौती सँगसँगै हामी चाहिँ आन्तरिक ऋणलाई अझ न्यून गर्नै पर्छ। राजस्वको प्रतिशत 67 होइन, यसलाई चाहिँ 80% पुर्यायौँ भने हाम्रो यो ऋणको भारहरू कम हुन्छ। अहिले हाम्रो क्युमुलेटिभ ऋणहरू भन्नुपर्दाखेरि 26 खर्बभन्दा माथि नै छ, नागिसकेको अवस्था छ। त्यसो हुँदाखेरि जिडिपी कन्ट्रिब्युसनमा भन्नुहुन्छ भने 46 देखि 47%, 46.96% हुँदाखेरि झन्डै 47% अवस्थामा छ। भोलिको दिनमा यो अवस्थामा हुँदाखेरि झन्डै 50बाट माथि चढ्दै चढ्दै माथि 100मा गयो भने कुनै पनि राष्ट्रिय सेल्फ सफिसियन्स हुनेतिर चाहिँ जानुपर्छ, न कि माइनसतिर ढल्किने हो। त्यसो भएको हुनाले यतातिर हामी सेल्फ सस्टेन र आफू स्वनिर्भर हुनको लागि त्यतातिर ध्यान दिनुपर्छ। धन्यवाद। लाल मोदी, त्यसपछि मान्य सदस्य भगवती चौधरी। सामान्य सभामुख महोदय, राष्ट्रिय ऋण उठाउने सवालमा चाहिँ अर्थमन्त्रीजीलाई विशेष रूपमा भन्न चाहन्छु, ऋण लिएर घिउ किन्ने चलन छ, हामी त्यस्तो गर्नु हुँदैन। आज नेपालको ऋण झन्झनै 26 खर्ब छ। त्यो 26 खर्ब ऋणलाई हामीले घटाउनु पर्नेमा झन्झै ऋण थप्दै जाँदा के असर पुग्दो रहेछ म 4-5 उदाहरण भन्दछु। नेपालको अर्थतन्त्र परनिर्भरमा अर्थतन्त्रतिर जान्छ। दोस्रो, हामी स्वावलम्बी हुन सक्दैनौँ। तेस्रो, नयाँ पुस्ता आउने पुस्तालाई चाहिँ ऋणको भार पर्छ। ऋणको ब्याजको भुक्तानी दिनको निम्ति अत्याधिक हामीले चाहिँ देशको चाहिँ सम्पत्तिहरू बेच्नुपर्ने स्थिति हुन्छ। तपाईँलाई त्यस्तै हामी विकासमा चाहिँ सन्तुलन गर्नको निम्ति चालुगत र पुँजीगत खर्च गर्दा हामी चालुगतलाई चाहिँ घटाउनु पर्ने हुन्छ। जस्तो नेपालका मन्त्रीहरू, प्रधानमन्त्रीहरू, विभिन्न कर्मचारीहरूले स्रोत साधन प्रयोग गर्दा बरु खर्च कटौती गर्ने हो। गाडीहरू स्रोत साधनमा खर्च, अनावश्यक रूपमा चाहिँ फजुल खर्चहरू कटौती गर्नुपर्ने हुन्छ। त्यता ध्यान छैन, खालि ऋण लिने अनि घिउ किन्ने भन्ने जस्तो देखिरहेका छन्। भन्दा आज ऋण लिएका देशहरू हेर्न सकिन्छ। कुन कुन देश हेर्न सकिन्छ भने श्रीलङ्का, ग्रिस, पाकिस्तान, तान्जानिया, लाओस भन्ने देश हेर्न सक्नु, रिसर्च गर्नुहोस्। ती देश आज ऋण लिएर तिर्न नसक्दा टाँट फल्टेर आफ्ना बन्दरगाहहरू पनि बेचेका छन्, आफ्नो देशका सम्पत्ति बेचेका छन्, लिलाम लागेका छन्। नेपाल हामी त्यस्तोतिर जानु हुँदैन। हामी नेपालका बरु श्रमहरूलाई कसरी, अघि पनि मैले भने, श्रमलाई केन्द्रित गरेर हामी यहाँका चाहिँ पुँजीगतलाई बढाउने, चालुगतलाई खर्च घटाउने भन्ने कुरा हामीले सोच्नुपर्ने हुन्छ। र विशेष रूपमा सरकारलाई म भन्न चाहन्छु कि हामी ऋण उठाउँदै गर्दा हाम्रो खर्चको परिपाटी कस्तो छ। हामी समानता विकास गर्दैनौँ। अस्ति आज अर्थमन्त्री राम्रो तरिकाले हामीले प्रश्न गरेको जवाब दिनु भएन। खर्चको मोडल कस्तो छ भन्दा वितरणमा असमानता छ। खर्च प्रणालीमा हामी चाहिँ पारदर्शी छैनौँ भन्दा आफूलाई मन लागेको, आफू खुसीलाई चाहिँ बजेट विनियोजन गर्ने र विभिन्न तवरबाट खर्च गर्ने जो परिपाटी छ त्यसको अन्त्य गर्दाखेरि बरु ऋणहरू घट्छ। यदि ऋण घटायो भने देशको अर्थतन्त्र जो ब्याज, तपाईँलाई ब्याज चाहिँ तिर्नको निम्ति धेरै महँगो चाहिँ तपाईँलाई समस्या परिरहेका छन्। किनभने देशको अर्थतन्त्र यदि ब्याज तिर्न सकिँदैन भने सार्वभौममा समस्या हुन्छ। देशको अर्थतन्त्र तिर्न नसक्दा सार्वभौममा गम्भीर समस्या पैदा हुन सक्छ। त्यसर्थ राष्ट्रिय ऋण उठाउने सवालभन्दा पनि हामी यो देशको अर्थतन्त्रलाई ठिक तरिकाले बरु करको प्रणाली दायरा बढाउनु पर्ने। तपाईँलाई एउटा उदाहरणको निम्ति दिन्छु। हामी पठाउ, विभिन्न करको दायरा, पठाउ त हामी चढ्छौँ, तपाईँलाई चाहिँ अर्को इनराइट चढ्छौँ। यस्ता करका दायराहरू छुटेका छन् कि विभिन्न तौरबाट छुटेका छन् कि भन्दा त्यसको करको दायराहरू बढाउनु पर्थ्यो, त्यस्तो देखिन। बरु उहाँहरूले चाहिँ के गर्नुहुन्छ भन्दा आयातको बढी, निर्यातको कम भन्दा नेपालको वस्तु उत्पादन भएका वस्तुहरू बजारमा तपाईँले बेच्ने कुरा छैन, खालि ट्रेडको काम गरिरहेछ भन्दा देशको अर्थतन्त्रको मूल जरो भनेको उत्पादन हो। हामी नेपालको अर्थतन्त्र उत्पादन जबसम्म गर्दैनौँ र अन्तर्राष्ट्रिय बजारमा बेच्दैनौँ तबसम्म देशको अर्थतन्त्र विकास हुनै सक्दैन। यदि त्यो गऱ्यो भने ऋण पनि उठाउनु पर्दैन। तर राष्ट्रिय ऋण उठाउने कुरामा मेरो तर्फबाट के छ, यदि उठाउनै पर्यो भने देशको अर्थतन्त्र ठिक तरिकाले राष्ट्रिय योजना, गौरवको योजनाहरूमा खर्च गर्ने वातावरण हुन्छ। तर यो ऋण अहिले भारी भरकम बोकाउनु भन्दा देशको चाहिँ स्वावलम्बीलाई हेरेर यो खर्च कटौती गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद। मान्य